यसलाई चाहिँ यस्तो फेदसँगै उखाल्ने हो क्या टक्क सबै। गाइस हामी चाहिँ अब च्याउ चाहिँ एक भारी भेटिसक्यौँ फाइनल। अब हामी चाहिँ यहाँदेखि फर्किन्छौँ होइन। फाइनली यो चाहिँ क्या राम्रो च्याउ छ है। यसलाई चाहिँ छोरो खायो भन्छ हाम्रो भाषा। यो चाहिँ आज मध्येको सबभन्दा ठुलो च्याउ होला दोङफेलाको होइन, राजा। गाइस यो चाहिँ मैले ड्रोन सुटबाट हाम्रो सल्लाह घारीको निकालिरहेको छु है होइन। यहाँ अललै बाघको पाइला भेट्यौँ है। यहाँनिर रहेछ यो बाघको यो बाघ कहाँ देखेको अरे अहिले? बाघ कहाँ देखेको अरे? यहाँ देख्यौ त? जियोस् आज खुसी छौँ हामी। एक छाक भए बनाउँ नयाँ सिजनको होइन चिज अब खान पाइयो ठिक छ। अब हेलो नमस्ते एभ्रिवान, सधैँ चाहिँ सम्पूर्णलाई स्वागत छ सोताङ टेन भ्लगमा। गुड मर्निङ एभ्रिवान। अनि आज चाहिँ अब मौसम चाहिँ हाम्रो खराब छ फेरि गाउँमा है। यस्तो छ मौसम उब्ब ढुम्म भइरहेछ होइन। यहाँनिर गाइस आज चाहिँ काउको लोकल ट्रिपिकल भिडियो हेर्नु मन छ नि। आज चाहिँ अझ रमाइलो हुन्छ आज किनभने जङ्गल गइरहेको छौँ होइन। जङ्गल चाहिँ किन हो भन्दा च्याउ लिन। त्यो च्याउ चाहिँ अब अहिले सिजन पनि हो। अब बर्खा लाग्यो नि त अब पानी दिने परिरहेछ हाम्रहेछ भनेर हामी चाहिँ जानुवाला छौँ। च्याउ चाहिँ हाम्रो गाउँमा चाहिँ अब कटुस हुन्छ नि, कटुसकोमा चाहिँ हुन्छ होइन। कटुसको बोट पुरानो बोट ढलेको छ त्यस्तोमा चाहिँ च्याउ चाहिँ भेट्न सकिन्छ। त्यो म चाहिँ ब्रस गरिसकेँ, मुखसुख धोइसकेर अहिले चाहिँ म एकदम रेडी भइसकेको छु। त्यो अब डेली भ्लग आउँछ है त सोताङ 10मा चाहिँ। गाइस एकदम च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु पऱ्यो सम्पूर्णले है त। मकै खान्छ जङ्गल लानलाई। यहाँ म चाहिँ टक्क तातो पानी खाइरहेको छु। अनि यहाँ भाउजू चाहिँ थुक्पा बनाउँदै हुनुहुन्छ खाजाको लागि। पैसा लियो न भित्रै बुझा पारको चौका निम्बो टुङ्गाले मकै जान्छ। भिडियो तनायो अब हाम्रो चाहिँ यहाँ फाइनल्ली अहिले पाकिसक्यो थुक्पा है। अब हामी चाहिँ खाजा खान्छौँ अनि फाइट अब हामी चाहिँ खाजा खान्छौँ अनि त्यसपछि जङ्गल जान्छौँ है। खाजा अब खाएर तारेको छु। Dufilnya main menggunakan si jari. Jadi anak utara. Motor gantung. Jadi. Urutas yang bisa urutas. Di pungkungan. Ayah ceta nangkik kaki. Kau nuari berapa reaction kamu nang kata ada itu. Kalau kami coba jongol torf lagi dah sih. Just kami sih. यो माथितिरको यो कटुस घारी त्यो जङ्गलतिर चाहिँ हामी जानेवाला छौँ है। त्यता चाहिँ कस्तोमा च्याउ चाहिँ पाउँछ भने त्यो 9-10 वर्ष अगाडि लडेको बुढो अनि 4-5 वर्ष त्यस्तै लडेको होइन पुरानो त्यो मुढाहरूमा चाहिँ पाउँछ। अब भेट्छ भेट्दैन आज थाहा छैन।
जान चाहिँ गइरहेछौँ यो जङ्गलतिर घना जङ्गल छ यहाँ चाहिँ हाम्रो जङ्गल आयो मान्छे च्याउ चाहिँ हाम्रो यस्तो ल झल स्टार्टिङ भर्खर मसिनो चाहिँ रह्यो यहाँ अलिक हामी चाहिँ धेरै छिटो आइएछ है खोइ प्लास्टिक तर कोही कोही चाहिँ अब हुर्किन आँटेछ आम्बो यहाँ च्याउ यति धेरै छ होइन तर खानु हुनेकै होइन आले उनको मम्मी भिडियो म त यस्तो यस्तो ओन्तोको क्या ओन्तोको यो फोन कमुङ्गा यस्तो लापु चोकतङ्ग क्या थम्मेल नि लाग्यो त्यो चाहिँ अब यहाँदेखि फर्किनु फाइनल्ली ल गाइज हामी चाहिँ अब च्याउ चाहिँ एक भारी भेटिसक्यौँ फाइनली अब हामी चाहिँ यहाँदेखि फर्किनु होइन यो च्याउ चाहिँ यस्तो छ है यो चाहिँ एकदम खानु हुनेकै हो यो केजीको 1000 रुपियाँ पर्छ हाम्रोतिर चाहिँ होइन यहाँ लगभग 20 केजी लगभग काठमाडौँ लग्यो भने यो 2000 देखि 2500 सम्म चाहिँ जान्छ होला यो हेर्न सक्नुहुन्छ यहाँ आमामा च्याउ ए ल धोक्री हालौँ ल गाइज ओहो च्याउ कसले मान्छम त्यो छेदीको यो आयो झाडी फेरि झाडी यस्तो जङ्गल ट्रेनिङ कस्तो आनन्द छ च्याउ चाहिँ यो खासमा होइन यो खालको हुन्छ कि च्याउ खान मिल्ने यो किराले पनि खान्छ नि त यो बिसादी होइन यत्तिको भएपछि चाहिँ मान्छेले पनि खानुहुन्छ कस्तो गनाउँछ मिठो हजुर च्याउले सबै बनायो केटाकेटी हो यत्रो मुढा छ भर्खर उम्रिरहेको रहेछ कुनै धेर छिटो आइएछ धेर छिटो आइछ नि नमनारायण वाउ क्या मजा ओ माई कस्तो मजाको फुल
माई ग्याट कस्तो मजाको चियो हो यो त आम्मा है आम्मा कस्तो मजाको चियो वाउ वाउ क्या मजा चियो वाउ अमेजिङ ओ माई गॉड गाइस चाहिँ मैले ड्रोन सुटबाट हाम्रो सल्लाह घारीको निकालिरहेको छ है सल्लाह घारी हाम्रो गाउँको ड्रोन सुटबाट हो को यहाँ टिप्ने आमामा चियो यस्तो यो भरि थिएछ आमामा हामी ढिलो आइएछ नि त फेरि यहाँ त खोइ दे आमामा को टिप्ने हो ओइ चियो चाहिँ आमामा यहाँ टन्नै थिएन यति एउटा मात्रै छोडेछ कुन चाहिँ मुर्दार मरेछ यहाँ देखिरह होला बेसारो टन्नै परेछ उयो त टन्नै थिएछ सब टिपेछ मोरहरूले हामी चाहिँ झन्डै तिर्खाले सुई भयो होइन क्यामेरा तिर्खा बबाल लाग्यो है यो हेर अब हामी चाहिँ यहाँ फिप्पो बाँसको फिप्पो बनाएर फ्रेस वाटर पिउँछु मैं इनको कहाँ हो आपको फ्रेश वाटर OMG 조금 더 그래서 방 पाइप ने जाते इनको कितना खूमची करा था अरे क्या चीज है OMG कस्तो दामी ढङ्ग है बबाल यार ओहो ओइ मा जङ्गल यहाँ चाहिँ देखिराख्नु भयो होला यो चाहिँ पुरा लक्लीहरू छ हैन यो चाहिँ हाम्रो भालुलाई धराप यो चाहिँ है यहाँदेखि यस्तो कस्तो हुन्छ यो मासु राख्दो रहेछ अनि यस्तो आमा डेन्जर छ यार मालिक चाहिँ गयो भालु धराप पहिला हाम्रो बाउबाजेले चाहिँ यसरी मार्थ्यो के यहाँ टक्क यस्तो तरिकाले चाहिँ धराप थाप्थ्यो यहाँ जङ्गलको बिचमा टक्क मासु भित्र हालिदिन्छ अनि त्यो खाना आउँदा चाहिँ यो ढ्याक्क झरेर झ्याप्पो पर्छ यहाँ यस्तो जङ्गल छ यहाँ च्याउ यहाँ देख्न सक्नुहुन्छ होइन यो चाहिँ एकदम हेभी धेरै यो चाहिँ हुर्केको भनौँ न यस्तो छ यो पुरै यो चाहिँ गइसकेछ यसलाई चाहिँ टक्क यस्तो पारेर है यहाँ छ आम्मामा यहाँ त हुर्किसकेको रहेछ क्या ओहो बबाल हुन्छ यहाँ बबाल ल यति भयो हामी अहिले नै अब खोज्छु म चाहिँ जङ्गलमै भयो नि
मान्दुगेङ्गको मिस्ताका गाइज हामीले चाहिँ होइन यहाँ अललै बाघको पाइला भेट्यौँ है यहाँनिर रहेछ यो बाघको यो बाघ कहाँ देखेको अरे अहिले बाघ कहाँ देखेको अरे यहाँ देख्यौ त ओ मक्सु माछाले ओल्लो ओए हामीले चाहिँ बाघ यो चाहिँ बाघको हो साँच्चै हो बिरालोको जस्तो छ यो उदो गएको छ बाघ अहिले हाम्रो नारा रहेछ नारा नारुङ गोक्सु खाता त्यो यहाँ यो परबाट चाहिँ देख्यो अरे पाइला चाहिँ यहाँ यस्तो छ रिक्स भयो नि त गाइज यहाँ नि उठ्यो कसम यार भेट्यो भने त खान्छ होला एक्लै बाघ कता यता चाहिँ गएको यहाँदेखि उठ्यो ए तनाव बनाएर एक्लै अब गाउँले हो एक्लै घाँस क्षेत्रमा यता चाहिँ नहो यो चाहिँ सापखोला हाम्रो एरिया थाहा छ होला त्यो एरियामा बाघको पहिला भेट्यौँ र देखेको बनाएर उसले अशोकले चाहिँ बाघ चाहिँ बोक्छु तनाव बनायो के त फोन हो कि के हो के भाग्यो यार भयो आन्टी कति खाइने खाता गरेर जान चाहिँ गा के चाहिँ गा हो तर बाघ त्यो हाल्नु यत्रो घनघर जङ्गल छ नि भेटिहाल्छ नि च्याउ चाहिँ भेटिसक्यो हामी अब यो चाहिँ हुर्किसक्यो अरे खालि गम्छोको भात हो माछा कि गा म बेथको जाँदा हिल खाँदै च्याउमा गन्ध नि आएर उब्सा बानाक्कपट्टिको फाइनली यो चाहिँ क्या राम्रो च्याउ छ है यसलाई चाहिँ छोरो खायो भन्छ हाम्रो भाषामा अमिलो अमिलो हुन्छ है टेस्ट यसको चाहिँ बबाल भेटी च्याउ यो पनि एकदम स्वादमा चाहिँ मिठो हुन्छ छोरो खाए वाउ ओहो टुप्पो भाँदिन है क्या खान मिल्ने चिउ चाहिँ यहाँनिर रहेछ है यसलाई चाहिँ हाम्रो भाषामा चाहिँ दोङफेला चिउ भन्छ यो चाहिँ हुर्किसकेर कामै छैन यसको चाहिँ बैसो छ ठिक्क है वाउ क्या दामी छ यतिको चाहिँ ठिक्क हुन्छ क्या एनिवे गाइज यहाँ चाहिँ तपाईँहरूले चाहिँ चौरी देखिराख्नु भयो होला यो चाहिँ खासमा पहिला दह थियो अरे होइन यहाँ चाहिँ ठुलो दह थियो अरे कि एउटा अहिले यसको नामै सुकेदाह यसलाई सुकेदाह चाहिँ किन भन्यो भने
पहिला चाहिँ यहाँ चाहिँ ठुलो पोखरी थियो अरे अनि त्यहाँ चाहिँ गाई बस्तुहरू जस्तै अब हुन्छ नि गाई बस्तुहरू चराउने अब यताउता ल्याउँदा चाहिँ यहाँ चाहिँ पानी खाना अटोमेटिकली मान्छे त्यो बस्तु डुब्दा अरे अनि मान्छे पनि कति पहिला बुढापाकाले भन्दै अब मान्छेहरू पनि कति यहाँ स्विमिङ पौडी खेल्दा चाहिँ अब डुबेको भन्ने अब कहानी छ होइन र त्यो डुबेपछि चाहिँ यहाँ चाहिँ बुढापाकाहरूले चाहिँ के गर्नु भएको रहेछ भने यहाँ चाहिँ सबै ढुङ्गा माटो भर्दै भर्दै ल्याउनु भयो अरे है अनि त्यसपछि चाहिँ यो त्यो ल्याइसकेपछि अब भर्दै ल्याउनु भएको थियो अरे त्यो अनि त्यो पछाडि चाहिँ यो चाहिँ अनि अहिले सुकेको अरे भन्छन् अब भन्नुहुन्छ होइन तर अहिले अलिक पानी सुक्या रहेछ योभन्दा 4-5 वर्ष अगाडि हामी यहाँ आउँदा पुरै हल्लिन्थ्यो क्या यो हिलिङ हुन्थ्यो क्या यो जमिन कसरी चाहिँ यो हिलिङ हल्लिन्थ्यो भने मुनि पानी नै सुकेको थिएन त्यो टाइममा अनि त्यही भएर त्यो उ चाहिँ हुन्थ्यो क्या हल्लिन्थ्यो यहाँ पुरा जमिन हल्लिन्थ्यो डर लाग्ने ठाउँ थियो यता है देख्न सक्नुहुन्छ यस्तो एरिया छ अहिले म यही बिचमा बसिरहेको छु पहिला यो बिचमा बस्दा डर लाग्थ्यो कि हल्लिने पुरा गिलिक पानी हुन्थ्यो पुरै बिच चाहिँ छैन अहिले है पानीहरू पनि त्यो गाई यहाँ चाहिँ पुरा मान्छे हराउने ठाउँ यो पहिला मान्छे हराउँथ्यो अरे यहाँ गाई बस्तु हराउने अब यहाँ डुब्थ्यो मान्छे पनि कति डुब्या होइन त्यही सुन्नमा आउँछ होइन पहिलाको बुढोपाकाले भन्थ्यो हेर्नुहोस् अहिले यस्तो दामी चौरी भइसक्यो यहाँ फुटबल ग्राउन्ड भइसक्यो यहाँ च्याउ चाहिँ यहाँ रहेछ है भक्कु दे दामी भक्कु च्याउ भक्कु यतानिर रहेछ ए यता टन्नै रह न च्याउ त च्याउ चाहिँ यहाँनिर छ आम्मा मटङ्गु रहर लाग्दो हातकाङ्गो खुवाउने च्याउ चाहिँ भलो बिग्रिन्छ च्याउ यतै भरेर छ माछाले दुःख पाइरहेको टाढो गयो हेर्नु चेट यसलाई चाहिँ यस्तो फेदसँगै उखाल्ने हो क्या टक्क सबैभन्दा मिठो च्याउ ए हजुर यो तपाईँहरू अर्को सबभन्दा टेस्टी च्याउ यसलाई दोङफेला च्याउ भन्छ दोङफेला हाम्रो भाषा र के भन्छ भन्नु चाहिँ देबिकुला ओ चुवाए गक्तु यो चाहिँ आज मध्येको सबभन्दा ठुलो चिया होला दोङफेलाको होइन राजा आम्मा आज हाम्रो यहाँ अब शिकार आजको हाम्रो लात्ते आम्मा च्याउ त हो च्याउ खतरा You think food आम्मा च्याउ त दामी दामी भयो फाइनली हाम्रो चाहिँ आज यति ल्यायौँ होइन मान्छेहरूले खोजिसकेको थियो तै पनि हामीले चाहिँ अब यति चाहिँ भेटायौँ तै पनि एकदम राम्रो क्वालिटीको च्याउ जियोस् आज खुसी छौँ हामी एकसाथ भइकन अब नयाँ सिजनको होइन चिज अब खान पाइयो ठिक छ अब खुसी लागिरहेछ यस्तो बबाल टेस्ट हुन्छ कि यो च्याउ चाहिँ ल गाइज